साँचमा 5 बजे उठ्यो। त्यसपछि कपडा रेडी हुन्छु अनि चाहिँ नगरमा चढेर हामी पृथ्वी चोक जान्छौँ अनि बाबाको गाडी चढ्छौँ। त्यसपछि पोखरालाई बाई बाई भनेर यसो भ्यू इन्जोय हामीले आफ्नो माथि लागेको ठाउँलाई देखाउँदै सारङ्गीको धुन सुनेर रिल्याक्स हुँदै आनन्द लिँदै बाहिरको दृश्य हेर्दै 1-2 घन्टा ट्राभल गरेपछि बसले फाइनली रेस्ट एन्ड हामीले खाना खान पाउँछौँ। सानो ब्रेकपछि हाम्रो यात्रा निरन्तर चलिरहन्छ। बाहिरको दृश्य मलाई सुन्दर, शान्त र हराभरा लाग्छ। कतिपय ठाउँमा भने बाटो बन्न लागिरहेको थियो र बाटो एकदमै नराम्रो भएको थियो। सो बाटोले गर्दाखेरि गाडीले तेल पनि नआएको थियो, त्यही भएर गाडीले टन्नै तेल खायो। तेल खाएपछि गाडीले हामीले 5 मिनट पछि नै टुटै पुऱ्याइदियो। त्यसपछि 3 पाङ्ग्रे कारमा चढेर हल्लिँदै चार्जर भुलेको कुरा सम्झिँदै 32 दन्त देखाउँदै मनमा ढक बनाउन पाएन भने के हुन्छ भन्दै तनाव लिँदै झन्डै बोलाएन। त्यसपछि इच्छा फोन त चार्ज गर्नै पर्छ भनेर एउटा चार्जर किनिहालेँ। यति किनिसके पछाडि मन ढुक्क भएर लामो सास फेरेँ। त्यसपछि ठुलो मम्मीकोमा यी दुईटा बाबुहरूको दाजुभाइको सम्बन्ध देखेर मेरो मन खुसी भयो। एकछिन पछाडि म 9 बजीतिर मामा घर फर्किएँ। आजको लागि यति नै, सी यू सुन, बाई।